हेलो गाइज वेलकम टु ब्याक माई न्यू ब्लग गाइज। आज चाहिँ गाइज होइन म घरै छु। म चाहिँ आज घरतिर हजुरहरूलाई देखाउनेवाला छु। लेट्स गो। हाम्रो ढलनमा चाहिँ अहिले साग सुकेर होइन गुन्द्रुक हाल्ने भनेर हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ मेरो भाइ छ गाइज। अब चाहिँ डेली भ्लग आउँछ होइन गाइज। सौरभ जोशीको जसरी कन्सिस्टेन्सी नै म भ्लग हाल्छु होइन गाइज। त्यही भएर चाहिँ हाम्रो च्यानललाई प्लिज लाइक एन्ड सब्सक्राइब गरिदिनु होला र चाँडोभन्दा चाँडो 1K सब्सक्राइबर कम्प्लिट गरिदिनु होला गाइज भन्ने आशा छ। हामी चाहिँ अहिले बारीतिर आयौँ। बारी चाहिँ यस्तो खतै छ हाम्रो फेरि। अनि यता चाहिँ यो गोठहरू भइहाल्यो होइन, यो बाख्राहरू छ, गाई छ। अनि यता चाहिँ मलखात भइहाल्यो होइन गाइज हाम्रो। मेरो घर चाहिँ काउडाँडीको धर मन्दिरबाट अलिकति तल हो गाइज। यहाँ चाहिँ मलखात भइहाल्यो, यो टौवा। यो गाइज हाम्रो आलुबारी होइन। सब मिनी ब्लग्सहरूमा देख्नुभएको होला हाम्रो आलुबारीहरू पनि खत्रै छ। अब चाहिँ गाइज म चाहिँ यसो माथितिर डुल्ने जान्छु, मतलब कि ढलनतिर यसो डुल्छु होइन गाइज। अहिले हजुरहरूलाई चाहिँ माथि देखाउन भ्यू देखाउनको लागि चाहिँ म माथि जाँदैछु होइन। हेर्नु होला र हाम्रो च्यानललाई लाइक सब्सक्राइब गर्नु होला। नयाँ नयाँ ब्लगहरू चाहिँ डेली आउँछ गाइज। र चाहिँ गाइज अब चाहिँ म चाहिँ माथि जाँदैछु। गाइज माथि चाहिँ यस्तो छ, पुरै अहिले पोखरा चाहिँ क्लियर देखिन्न पहिलाको जस्तो, पोल्युसनले गर्दा होला गाइज होइन। यहाँ चाहिँ फेरि बन्द भएर चाहिँ होइन म चाहिँ खोलिदिन्छु। हेरि खोल्न आएको थिएँ म। हेर्नु सक्नुहुन्छ काउडाँडामा पुरै आगो लगाइदियो यता मन्दिरको साइडतिर चाहिँ होइन गाइज। यस्तै हो। म चाहिँ बाहिरतिर आएको थिएँ, यस्तो बोर भएर चाहिँ माथितिर आएको होइन गाइज। यता चाहिँ हाम्रो डोजरहरू खन्दैछ होइन। यता यो झाडीतिरहरू चाहिँ यो वनतिर कुनै बेला म गर्छु भने हजुरहरूलाई देखाउँछु। भोलि जान्छु। भोलि चाहिँ गाइज हामी चाहिँ डोजर हेर्नु जान्छौँ। त्यही भएर चाहिँ अब कस्तो हुन्छ पुरै लाइक सब्सक्राइब गरेर चाहिँ हाम्रो च्यानल सब्सक्राइब गरिदिनु होला गाइज भन्ने आशा छ। र गाइज त्यहाँ चाहिँ पुरै केटीकेटीहरू मात्रै रहेछ। आज चाहिँ त्यहाँ बल खेल्न लाएर छ। ल उहाँ चाहिँ मान्छेहरू बल खेल्दैछन् गएको, बच्चाहरू होला। र यता चाहिँ हेर्नु सक्नुहुन्छ बारीहरू खत्रै देखिन्छ। ल यहाँ चाहिँ साइन्सको नोट गर्छु भनेर आएको। अब चाहिँ भ्लग बनाएँ होइन। अब चाहिँ एकछिन साइन्सको नोट गर्न भयो। लेट्स गो। चाहिँ गाइज नोट गर्न थिएँ, नोट गर्दै थिएँ होइन। अब चाहिँ मैले चाहिँ यति 1 2 3 4 पान्ना चाहिँ नोट गरेछु। अब चाहिँ झ्याउला यसो तलतिर कतै डुल्न जान्छु म चाहिँ, कति गर्ने भनेर चाहिँ घरतिरबाट बाहिर आइसक्यो होइन गाइज। पुरै रोड चाहिँ अहिले शान्त भयो, एकदम बिस छ। भाइ चाहिँ यता टिभी हेर्दै थियो, हजुरहरूलाई देखिहाल्नु भयो होला गाइज। अनि चाहिँ म चाहिँ यसो होमवर्क नोट गर्दै थिएँ। अनि चाहिँ झ्याउला र यता डोजर चल्यो कि नै भनेर हेर्न आएको। त्यो रुखमुनि अलिकति देखेँ होइन, त्यो पनि त्यहाँ चल्यो होइन गाइज। अनि चाहिँ यता चाहिँ ट्र्याक्टरहरू हिँडिरहेको हुन्छ। हामीलाई चाहिँ वहाँ जानु पर्दैन कि हिँड्दा देखिन्छ। मतलब अब कुन दिन यहाँ नि पहिरो गयो हजुरलाई थाहा गाइज होइन। यहाँ पहिरो गयो, यहाँ नि पहिरो गयो, यहाँ मेरो घर छ, बिचमा चाहिँ पहिरो गयो नि फेरि। ल गाइज सब हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ हाम्रो घरबाट नजिकै आरुवाको डाँडो भइहाल्यो होइन गाइज। यसरी नै हाम्रो घर चाहिँ यो भइहाल्यो। यो यतापट्टि छ यो, अनि चाहिँ यता तल जोड्दै छ तै पनि दुईवटा जस्तो देखिन्छ होइन। यही हो मेरो घर चाहिँ गाइज, हेर्नुभयो होला। आजको भ्लग चाहिँ के कस्तो लाग्यो प्लिज लाइक एन्ड सब्सक्राइब गर्नु होला। र आजको भ्लग कस्तो लाग्यो प्लिज कमेन्ट पनि गरिदिनु होला भन्दै आजको भ्लग यहीँ अन्त्य गर्छु। बाई बाई। लाइक एन्ड सब्सक्राइब। लेट्स डु 1K सब्सक्राइबर फ्यामिली।